Chezalo Mezor, नमस्कार, वेलकम ब्याक टु माई अनदर ब्लग र हजुरहरू सबैलाई फेरि पनि मेरो यो सानो ब्लगमा स्वागत जनाउँदछु र आज त त्यस्तै स्पेशल केही छैन र पनि आज चाहिँ सानो भिडियो बनाउनु मन लागेर चाहिँ आज त म मेरो बाइकको सर्भिस गर्न गइरहेको छु तसर्थ हजुरहरूलाई मेरो यो सानो ब्लगमा हजुरहरूलाई देखाउने छु। साथै दार्जिलिङमा चाहिँ वेदर यस्तो नै हुन्छ है साथीभाइ, यो कहिले घाम कहिले पानी, अहिले त धुम्म लागिरहेको छ, घाम पनि लागिरहेको छ, वेदर त्यति साह्रो राम्रो छैन। फाइनली रेडी त भइसक्यो, तर लाने सामान तपाईँको दार्जिलिङको चाहिँ वेदरको भरोसा हुँदैन हो। रेनकोट चाहिँ अलवेज सेफ्टी चाहिँ बोकिराख्नुपर्छ, रेनकोटहरू ब्यागमा हालिराख्नुपर्छ, किनभने दार्जिलिङमा चाहिँ आफ्टरनुन चाहिँ पानीको पर्ने गर्छ, तसर्थ रेनकोट मैले बोकिराख्नुपर्छ। सो अब चाहिँ म रेडी भएँ, हेलमेटहरू बोकेँ, अब चाहिँ म निस्किने। वेदर फेरि घाम लाग्यो, बाइक चपिरहेको छु, बाइक पुस्छु। अब बाइक चाहिँ हिजो धुइरहेको थिएँ, एकछिन रेस्ट गर्ने, पुस्ने, अन्त चाहिँ जाने। के भयो? बाई बाई बाई। किन, के भन्न त? के ल्याइदिनु? के ल्याइदिनु? बाई। स्लेट चाहिँ किन? हिजो मात्रै धुएको बाइक सफै छ। कति छ अरे तेरो भन्दै त? अब यो र म जान्छौँ सोरुम, यहाँ ग्यारेजमा चाहिँ हेर्दैछ। लु अब यसलाई भेटेँ, यो र म चाहिँ अब सोरुमतर्फ लागेको। काम छैन रहेछ आज है। पेट्रोल पम्प पुग्यौँ, अब फ्युल हाल्ने हामी यहाँ, फ्युल हाल्ने। छासाई सिद्धाले। सो फाइनली बजार पुग्यो। अब बजारमा एकछिन काम छ, एकछिन बसेर त्यहाँबाट जाने। र तपाईँहरू यदि दार्जिलिङदेखि बाहिरबाट आउनुभएको भने तपाईँहरूलाई बाइक पार्किङ गयो भने तपाईँहरू सुपर मार्केटको अपोजिट साइड पार्किङ गर्न सक्नुहुन्छ। राख्ने एकछिन त्यहीँ, म सम्बित दालाई फोन गरिहाल्छु ल एकछिनै। जाम चाहिँ सुरु भयो, बजारमा छु, फ्युल पनि हाल्दै अब तर्फ जाने। ओ अविनाश, के छौ? जाम त त्यस्तोमा कहिले पुग्नु, सानो छैन त। के तानेको यो गाडी चाहिँ? वेदर चाहिँ दामी भइरहेछ दार्जिलिङको। रेली हुँदो रहेछ र जाम रहेछ त। जाम चाहिँ धेरै छ, वेदर चाहिँ घुम्ने लायकको भइरहेको छ साथीभाइ। हो जुझ्दै बुझ्दै पामा आइपुग्यौँ इन्फिल्ड सोरुम। यो सर्भिस सेन्टर त आइपुग्यो, तर यहाँ पनि धेरै रहेछ बनाउने। बाइक त सोरुममा जे देखेँ त्यही मनपर्छ। कम्ती रहेछ है अहिले है। अब बनिन्छ मेरो बाइक। चेक गर त कान्छा मोबिल। टाइम त भएको हुँदैन है।
निकै उयो भइसक्यो त्यो चाहिँ ब्रेक त ठिकै छ क्या हो ए सकेको रहेछ है मोबिल कति लिटर जान्छ भाइ त्यसमा 1 लिटर 700 बसन्ती रेडी हुँदैछ मोबिल चेन्ज गऱ्यो ब्रेक चेन्ज गऱ्यो अब अलिकति ब्रेकको काम छ सस्पेटहरू सर्भिसिङ कम्प्लिटेड अब त्यही होटल जाने अब पेमेन्ट गर्ने पेमेन्ट कति भएन त सक्यो सर्भिसिङ सो फाइनली मेरो सर्भिसिङ सक्यो अब त घरतर्फ जाने घरतिर जाने मलाई त बाइक कुदाउनु मन लाग्दैन त्यति साह्रो त्यही भएर भाइले कुदाउँदैछ सो होप यु गाइस लाइक माई भिडियो प्लिज फलो गरिदिनुहोस् मेरो पेजलाई सपोर्ट गर्नुहोस् फलो गर्नुहोस् थ्याङ्क यू फर वाचिङ